2062-63 को जनआन्दोलनपछि नेपालको राजकीय शक्ति गणतन्त्रमा रूपान्तरण भई देशको शासकीय प्रणाली जनतामा निहित भएको थियो। त्यतिबेला नेपालको 240 वर्ष पुरानो इतिहास बोकेको ठूलो शक्तिलाई जनताहरूले नै ढालेर जनता नै जनार्दन हुने गरी देश गणतन्त्र नेपाल बनेको थियो। राजकाजको शक्ति सिंहदरबारबाट देखिने गरी बालुवाटार सरेको थियो। शान्ति प्रक्रिया, संविधान लेखन अनि देशका साना ठूला राजनीतिक सहमति र विमतिको टुङ्गो पनि त्यही बालुवाटारबाट नै लाग्ने गरेको थियो। त्यही क्रममा देशको चौथो प्रधानमन्त्री भएर 13 वर्षपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा पुनः बालुवाटार फर्किएका थिए। 13 वर्षपछि बालुवाटार फर्किएका शेरबहादुर देउवासँग देशलाई अगाडि बढाउने के कस्ता योजनाहरू छन् त भन्ने प्रमुख मुद्दा बोकेको कार्यक्रम साझा सवालको 500औं अङ्कमा नेतृत्वको जिम्मेवार बोकेर जनमानसकै बीचमा जनताहरूसँगै सवाल जवाफ गर्न आएका थिए। यो कार्यक्रमकी प्रस्तुता थिइन् हेर्ने कथाकी प्रस्तुता विद्या चापागाई। साझा सवालको त्यो 500औं अङ्कमा प्रधानमन्त्रीसँग सवाल जवाफ गर्न भनी कुल 65 जना सहभागी भएका थिए, जसमा राजसभाकी पूर्व सांसद डाक्टर तोसीमा कार्की पनि थिइन्। 65 जनाको त्यो भिडका बीचमा एकजना आँटिलो टिटोले एउटा आँटिलो प्रश्न गर्छन्। ली कुआन यूलाई सिङ्गापुर दिँदाखेरि ढुङ्गा दिएको थियो, उनले हिरा बनाए, तर नेपाललाई तपाईँको हातमा दिँदाखेरि हिरा दिएको थियो, तपाईँले ढुङ्गा बनाएर छोड्नुभयो। अब यसको कारबाही कसलाई गर्छ? यी युवाले यो आँटिलो प्रश्न गर्दै गर्दा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा तुरुन्तै रिसाउँछन् र अक्सफोर्ड विश्वविद्यालय नेपालमा कहाँबाट ल्याउने, जनताको इच्छा अनुसार प्रधानमन्त्री भएको व्यक्ति हुँ म, तपाईँको इच्छा अनुसार भएको हो र भन्दै ती युवासँग उल्टै जङ्गिन्छन्। कहाँबाट ल्याउने? अक्सफोर्ड कहाँबाट ल्याउने? अक्सफोर्ड विद्यालय नेपालमा त्रिपुल विद्या कहाँबाट अक्सफोर्ड विद्यालय ल्याउने? त्यसमा अक्सफोर्ड पढाएर बाँकी नेपालमा प्राइभेट स्कुल पाउने? जनताको इच्छा अनुसार भाउ प्राइभेटमा आउनु, तपाईँको इच्छा अनुसार नमुरा म जनता चुने हो मलाई, त्यो जनता चुने होइन मलाई, पार्लियामेन्टमा बहुमतमा होइन। यी युवाले प्रधानमन्त्रीलाई गरेको त्यो तीखो प्रश्नले र प्रधानमन्त्रीले उनलाई दिएको त्यो पेचिलो जवाफले ती युवाको मनमा एउटा आँट जागेर आउँछ। त्यसको केही वर्षपछि ती युवाले साँच्चै नै अक्सफोर्ड विश्वविद्यालयबाट आफ्नो अध्ययन सकेर नेपाल फर्किन्छन् र तिनै साझा सवालमा आफूलाई पेचिलो जवाफ दिएका प्रधानमन्त्री शेरबहादुर देउवाकै निर्वाचन क्षेत्रबाट चुनाव लडेर देशको प्रधानमन्त्री बन्ने सङ्कल्प लिन्छन्। तर अफसोस उनको यो सङ्कल्पलाई 2079 सालको निर्वाचनले त्यस ठाउँमा उनलाई भारी मतअन्तरका साथ पराजय गराउँछ। डडेलधुराबाट यसरी पराजय भएका यी युवा थिए गुल्मीको पिपल नेतामा जन्मिएका सागर ढकाल, एउटा आँटिलो टिटो जसको त्यही आँटले नै उनलाई राजनीतितर्फ तान्यो। यदि त्यस दिन सागर ढकालले साझा सवालको 500औं अङ्कमा शेरबहादुर देउवालाई उक्त प्रश्न नगरिदिएको भए सायद उनलाई राजनीतिले बोलाउँदैन थियो होला, वा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई त्यो पेचिलो जवाफ नदिएको भए पनि सागर ढकाल सायद एकाएक चर्चामा आउँदैन थियो होला। अझ उनको चर्चाको विषय त त्यति बेला आयो जति बेला उनले आफ्नो अक्सफोर्ड विश्वविद्यालयको शिक्षा पूरा गरी 2079 सालको प्रतिनिधि सभा निर्वाचनमा शेरबहादुर देउवाकै निर्वाचन क्षेत्रबाट 13,000 प्लस मत ल्याएर पराजित हुन पुगे। साधारणतः उनको त्यो पराजय एउटा नजरको आँखामा एक हार मात्रै थियो, तर उनको त्यो साहसिलो प्रयासले जनताको माझमा उनले चुनाव हारेर पनि जितेका थिए। अब यति बेला उनी गुल्मी क्षेत्र नम्बर 1 बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारको रूपमा चुनावमा उभिएका छन्। सुरुमा डडेलधुराबाट नै चुनावमा उभिने योजना बनाएका उनले पछि आफ्नै गृह जिल्ला गुल्मी क्षेत्र नम्बर 1 लाई रोजे। पुरानो निर्वाचनबाट उनले बेहोर्नु परेको त्यो पराजय र अहिले त्यही पराजयबाट उनले पाएको नयाँ क्रेज कस्तो छ त? देश चुनावी सरगममा आउँदै गर्दा गुल्मी क्षेत्र नम्बर 1 मा के चल्दैछ र के सागर ढकाल वास्तवमा उनको अध्ययन र योग्यताले देशको नीति निर्माणमा काम गर्न सक्ने ल्याकत र हैसियत भएका उम्मेदवार हुन् त? आउनुहोस् आजको यो भिडियोमा यिनै प्रश्नहरूलाई खोतल्ने प्रयास गरौँ। विक्रमसम्म 2046 साल पुसको 21 गते गुल्मीको पिपल नेता भन्ने ठाउँमा एक मध्यम परिवारमा जन्मिएका सागर ढकालले गाउँकै स्कुलबाट आफ्नो माध्यमिक तहसम्मको शिक्षा हासिल गर्छन् र आफ्नो थप अगाडिको शिक्षाका लागि उनी राजधानी काठमाडौँ आउँछन्। +2 सकेपछि उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा 5औं नम्बरमा इन्जिनियरिङ इन्ट्रान्समा नाम निकाल्न सफल भएका थिए। यति बेलासम्म उनले इन्जिनियरिङ इन्ट्रान्स प्रिपरेसन्सका लागि भन्दै केही पुस्तकहरू पनि प्रकाशन गर्न भइसकेका थिए। जसोतसो नेपालमै आफ्नो स्नातक अध्ययन सकाएपछि उनले आफ्नो थप अध्ययनको लागि अक्सफोर्ड विश्वविद्यालयको तयारी गरिरहेका थिए। यसै क्रममा नै साझा सवालमा त्यस दिनको त्यो कार्यक्रममा उनी देखिएका थिए र त्यही कार्यक्रममा उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई गरेको त्यो आँटिलो प्रश्नले नै उनीभित्र एउटा इक जाग्यो। त्यो समयभन्दा अगाडि सायद उनले आफ्नो अध्ययनमै ध्यान दिने, राम्रो जागिर गर्ने र घर परिवारको जीवनस्तर सुधार्ने योजना बनाएका थिए होला। त्यो घटनाभन्दा पहिला सायद उनलाई देशको बारेमा सोच्ने त्यति फुर्सद नहुँदो। अझ उनको घर परिवारमा त
परसम्म पनि कसैले राजनीति गरेकै थिएन। अब त्यो दिन देशकै प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तित्वलाई एउटा साधारण युवाले त्यति आँटिलो प्रश्न गर्न सक्नु भनेको सागर ढकाल जस्ता युवाहरू वर्षौंदेखि नेपालमा भइरहेको राजनीतिक व्यतिथि, अस्थिर सरकार र सरकारमा असक्षम व्यक्तिहरूले गर्दै आइरहेको हस्तक्षेपले गर्दा नै युवाहरूमा एउटा निराशा पलाएको थियो। साझा सवालमा प्रधानमन्त्री शेरबहादुर देउवामाथिको उनको त्यो प्रश्न पनि सायद उनको एउटा निराशा नै थियो। अब प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेका शेरबहादुर देउवाले पनि उनको त्यो प्रश्नलाई गम्भीरतापूर्वक लिएर जवाफदाही नभए उल्टै उनीमाथि जङ्गिएर उनलाई नै गलत साबित गर्दै थिए। सायद सागर ढकालले शेरबहादुर देउवालाई उनकै निर्वाचन क्षेत्रबाट नै हराएर देखाउँछु भन्ने एउटा दृढ सङ्कल्प उनले त्यसै दिन बोकेका थिए होला। नभन्दै उनले अक्सफोर्ड विश्वविद्यालयबाट आफ्नो अध्ययन सकाउँछन् र अघिल्लो निर्वाचनमा शेरबहादुर देउवाकै निर्वाचन क्षेत्रबाट चुनाव लड्छन्। राजनीतिक रूपमा उनी चर्चित त अझ त्यति बेला भए जति बेला उनले देउवाकै निर्वाचन क्षेत्रबाट 13,000 बढी मत लिएर पराजय भए। सामान्य रूपमा हेर्दा यो उनका लागि एउटा पराजय मात्रै थियो, तर उनले गरेको त्यो आँटिलो प्रयासले गर्दा नै उनले चुनाव हारेर पनि जितेका थिए। खैर जे भए पनि त्यति बेला उनको त्यो साहसी प्रयासले धेरैको मन जितेको थियो। अब अहिले आउँदै गरेको निर्वाचनमा उनी गुल्मीको क्षेत्र नम्बर 1 बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका छन्। हुन त यो क्षेत्र देशका अरू निर्वाचन क्षेत्र जस्तै त्यति कन्ट्रोभर्सियल छैन, तर यो क्षेत्रको निर्वाचन अझ रोचक र अपत्यारिलो बनेको छ। गुल्मीको यो निर्वाचन क्षेत्रबाट नेकपा एमालेको तर्फबाट प्रदीप कुमार गेवाली र काङ्ग्रेसको तर्फबाट चन्द्रकान्त भण्डारीले पालै पालो चुनाव जित्दै आएका छन्। मानौ यो पाली म र अर्को पाली त भन्दै यही आलो पालोको बीचमा रासोपाको तर्फबाट सागर ढकालले एउटा त्रिकोण बनाएका छन्। गुल्मी क्षेत्र नम्बर 1 मा यी दुवै नेताले 2064 पछिका 4 चुनाव मध्ये चन्द्रकान्त भण्डारीले 2 र प्रदीप कुमार गेवालीले 2 गरी पालै पालो चुनाव जितेका छन्। यति बेलासम्म उनीहरूलाई टक्कर दिने अर्को वैकल्पिक शक्ति भने यहाँ आएको थिएन। यही कारणले यो क्षेत्रमा एमाले र काङ्ग्रेस दुवैले आपसमा जित र हारको सिलसिला दोहोऱ्याइरहेका थिए। चन्द्र भण्डारी गुल्मीका पुराना नेता हुन्। यस क्षेत्रमा उनी लामो समयदेखि राजनीतिक रूपमा सक्रिय छन् र सर्वाधिक चर्चित उम्मेद्वार मध्ये एक हुन्। 2064 को निर्वाचनपछि काङ्ग्रेस एमाले बीच कडा प्रतिस्पर्धा चल्दै आएको छ। चाहे पार्टी संरचना जस्तो सुकै अवस्थामा भए पनि मतदाताहरूले पुराना दुई पार्टीलाई नै पालै पालो जिताउँदै आएका छन्। भण्डारीले यसै निर्वाचन क्षेत्रबाट हार र जित दुवै बेहोर्दै आएका छन्। चन्द्र भण्डारी विद्यार्थी आन्दोलनदेखि राष्ट्रिय राजनीतिसम्म सक्रिय भूमिका खेलेका नेता हुन्। अहिलेको चुनावमा भण्डारीको बलियो पक्ष भनेको पुरानो अनुभव, पार्टी संगठन र यो क्षेत्रमा उनको व्यक्तिगत पहिचान नै हो। यद्यपि अघिल्लो निर्वाचनमा चन्द्र भण्डारीले जम्मा 1500 मत अन्तरका साथ विजय भएका थिए। अघिल्लो निर्वाचनको यो सानो जितले यो देखाउँछ कि काङ्ग्रेस अघिल्लो निर्वाचनमा पनि त्यति बलियो थिएन। यसपटक काङ्ग्रेस भित्रकै आन्तरिक द्वन्द्वले गर्दा पनि उनलाई समस्या हुन सक्छ, किनभने पार्टी विभाजनले पार्टीको तल्लो स्तरसम्म पनि असर गर्छ। अब कुरा गरौँ एमालेका अर्का नेता प्रदीप कुमार गेवालीको। प्रदीप गेवाली गुल्मी क्षेत्र नम्बर 1 का अर्का मुख्य उम्मेद्वार हुन्। उनी काङ्ग्रेसका उम्मेद्वार चन्द्र भण्डारीसँग लामो समयदेखि टक्करमा छन्। आलो पालो अनुसार सायद यसपटक यो क्षेत्रमा यिनकै पालो थियो। 2064 र 2074 मा गेवालीले जित हासिल गरेका थिए। उनी अध्ययनशील नेताको रूपमा पनि परिचित छन्। गेवाली एमालेका वरिष्ठ नेता र संगठनभित्र बलियो छवि भएका नेता हुन्। स्थानीय विकास, प्रकोप व्यवस्थापन र यो क्षेत्रमा आफ्नो भूमिका देखाएर गेवालीले लामो समयदेखि गुल्मेली मतदाताहरूलाई प्रभावमा पारिरहेका छन्। गेवालीको बलियो पक्ष भनेको पुरानो पार्टीको संगठन, प्रदेश र संघीय तहमा उनको अनुभव र उनलाई अन्य पार्टीहरूले गर्दै आइरहेको समर्थन पनि हो। समग्रमा यी दुवै नेताहरूको छवि गुल्मेली जनताहरूको माझमा राम्रै छ। तर यी पुरानै नेताहरू पालै पालो सदनमा पुगेर मन्त्रीसम्म हुँदै गर्दा पनि गुल्मेली युवाहरू अहिलेको समयमा यी दुवै नेताहरूसँग त्यति सन्तुष्ट छैनन्। अहिले यहाँका मतदाताहरूको मनोविज्ञान पुरानो पार्टीहरूप्रति स्थिर छैन। अब अहिले गुल्मी क्षेत्र नम्बर 1 को परिदृश्यलाई हेर्दै गर्दा धेरै युवाहरूमा अहिले सागर ढकालकै प्रभाव बढी देखिन्छ। तर उनको पनि जित सुनिश्चित छ भन्न सकिँदैन। सागर ढकाल गुल्मी क्षेत्र नम्बर 1 मा वैकल्पिक शक्तिका रूपमा उदाएका नयाँ उम्मेद्वार मात्रै पनि होइनन्, उनी अहिले धेरैको आशाको केन्द्र हुन्। उनले 2079 मा देउवा जस्तो इस्टाब्लिस नेतालाई उनकै निर्वाचन क्षेत्रमा हराउँछु भन्दै चुनावी भिडन्त गरेर आएका व्यक्ति हुन्। त्यति बेला उनी पराजय भए, तर त्यसबाट उनी अझ बलियो भएर फेरि अर्को चुनौती लिएर चुनावी मैदानमा उत्रिएका छन्। सागर ढकाल ती व्यक्ति हुन् जसले देशमा युवाहरू जाग्नुपर्छ भन्दै देउवासँग लडे र यसपटक भने देशकै ठूलो सम्भावना बोकेको पार्टी रासपाबाट गुल्मीको क्षेत्र नम्बर 1 बाट निर्वाचनमा उठेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले अघिल्लो निर्वाचनमा यो ठाउँमा हार बेहोर्नु परेको थियो। त्यति बेला रासपाको संगठन त्यति बलियो पनि थिएन, तर अहिले यो क्षेत्रमा मात्रै नभएर रासपाको संगठन देशभरि नै बलियो हुँदैछ। खास गरी रासपाले युवा तथा मध्यम वर्गलाई आकर्षक गरिरहेको छ। यो क्षेत्रमा अहिले
सागर ढकालले जित हासिल गर्न त्यति सजिलो पनि नहुन सक्छ, तर मत विभाजन र युवाको मोडले ठूलो भूमिका खेल्न सक्छ। यसपटक चर्चा सागर ढकालकै छ, बाँकी त अब गुल्मेली जनताले कसलाई रोज्छन् भन्ने कुरामा निर्भर हुन्छ। हस् त, भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिराख्नु होला है त।